गाढा नीलो रङको यो ताल से फोक्सुन्डो ताल हो। काठमाडौँबाट हिँडेको चौथो दिनमा आज हामी से फोक्सुन्डो तालमा आइपुगेका छौं। यो बेलुकाको समयमा से फोक्सुन्डो ताल पूर्ण रूपमा गाढा नीलो रङमा देखिरहेको छ र यो से फोक्सुन्डो तालको वरिपरि चारैतिर ठूला पहाडहरूले घेरेको देखिन्छ। केही पहाडहरू हिउँ नभएका र केही पहाडहरू हिउँ भएका पहाडहरू यो से फोक्सुन्डो तालको वरिपरि घेराबन्दी गरेर बसेको देख्न सकिन्छ। मसँग देवराज भारद्वाज मेरो साथी नीलो ताल नीलै ज्याकेट लगाएर हेरेर बसिरहनु भएको छ आनन्द लिएर। साँच्चै नेपाल कति राम्रो, कति सुन्दर, कति मनमोहक छ भन्ने कुरा यो दृश्यहरूले अनुभूत गराएको छ र यही दृश्य हेर्नको लागि एउटा ठूलो कल्पना जुन मनमा थियो त्यो मनको कल्पना पूरा गर्नको लागि आज से फोक्सुन्डो तालमा आइपुगेका छौं।